के को लड्डु बाट्नु भएको दिदी? भेनाजु विदेशबाट आउनु भएको हो क्या हो? के को भिडियो के को लड्डु बाट्नु? अरे के को उपलक्ष्यमा हो? के को उपलक्ष्यमा हो भेनाजु? सरस्वतीले गाडी किनेको उपलक्ष्यमा हो। गाडी कता छ खै हेरौँ न त। गाडी त सोरुममा ल्याऊ। सोरुममा ल नयाँ स्कुटी किन्नु भएको रहेछ दिदीले हैन, त्यसकै उपलक्ष्यमा लड्डु पनि फुटिसक्यो। ल ठिक छ ठिक छ ठिक छ, दामी। ल दामी दामी किनेको रहेछ हैन। ठिक छ ल भान्जा, लड्डु मिठो छ? अरे ल ठिक छ ठिक छ। मामा चाहिँ कहाँ जानु? खुसी लागेछ दिदी? खुसी कसरी लाग्छ? पैसा त्यत्रो खुसी गएको छ। खुसी कसरी लाग्छ? पैसा त्यति धेरै गएको छ, दुःख कसरी लाग्छ? फेरि स्कुल पैसा जाँदा खुसी लाग्छ। फेरि दुःख कसरी लागेको छ? त्यहाँ नयाँ स्कुटर ल्याउनु भएको छ, फेरि दुःख पनि कसरी के लाग्छ? नाम रे तपाईको परिवारको? मम्मी घरमा आउनु रे, कान्छी दिदी। यस्तो चर्को नचर्को घाममा हैन, बिचरा मेरो मम्मी घाँस काटिराख्नु भएको छ। अब हामी पनि भ्याउँदिन नि त, हामी पनि दिनभरि काम गर्नुपर्छ। फेरि मम्मीलाई चाहिँ नगर्नु भनेको क्या, किनकि एक त ढाडको बिरामी पनि हुनुहुन्छ। त्यही हो, यसो गरे पनि यसो शीतलतिर गर्नु नि, भरे 4-5 बजेतिर हैन। अहिले त 6 बजेसम्म उज्यालै हुन्छ। यत्रो यो टन्टालापुर घाममा के काम गर्नु भएको हौ मम्मी तपाईँले चाहिँ? बिरामी भयो भने अनि गरे पनि यसो दिउँसो 4-5 बजेतिर गर्नु। घाम त छ त नि, आउनु यतैबाट आउनु। नजाने हिँड्नु न, त्यताबाट हिँड्नु भएको मम्मी? लो बन्दुके मामा त उतातिर पो रहेछ हाँसिराखेको। आज धन्न हावा आएको छ, नभए हिजोको जस्तो भएको भए त हिजो त केही हावा पनि आएको थिएन। यताबाट आउनु भनेको कहाँ त्यत्रो घुमिबस्छ? भैँसी बेचेर फेरि अर्को स्कुटी किन्नु लाग्नु भएको कि क्या हो दिदी? हो लड्डु दिएर टक्क खुट्टामा ढोक्नु चाहिँ खै त ढोकेको अनि ढोक्नु पर्दैन? कस्तो खुट्टा आँगनतिर लिएर हिँड्नु न, उतातिर। लो यहाँ अन नगरिकन यो खुल्दैन दिदी? अरे नयाँ सिस्टम पो ल्याएको रहेछ त। सबै लत्ता लागेछ नि त नि। अगरबत्तीको मा पो ल्याउनु भएको? केले लाउनु? यहाँ पनि छ, यो पनि छ। यो नरिवल त्यो पनि पर्सादिने हो। झन् मेन पर्सादी यो चाहिँ मेन हो कि लड्डु भन्दा माथि चढाएर ल्याएको होइन।
यो चाहिँ हो क्या खासमा खाने भनेको त तपाईँले त्यो पनि फुटाउन त यो पनि हो। सबैजनालाई अलिअलि टुक्रा टुक्रा काटिदिनुपर्छ। यति खुसी त मेरो दिदी कहिले भएको देखेको थिएन। हैं? टीका तो आईना में हेरेर लाउनु पर्छ। जाउँ।